हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ यहाँको मौसम यस्तो राम्रो छ कि आकाश पनि नीला नीला, त्यसमा सेता सेता बादल है। यति राम्रो छ, यति राम्रो छ। अनि यो चाहिँ आएको छ बेताबोत। म चाहिँ 3 तलामा बस्छु, मेरो बोजू चाहिँ 3 तलामा हो, मैले हेर्ने बोजू चाहिँ। अनि यो चाहिँ मेरो फुलहरू हो है गाइज, यसो मेरो फुलहरू होइन। अनि यो मेरो टमाटर हो, अनि यस्तै गरी यो मेरो फुलहरू हो। खै यो फुलको नाम के हो थाहा छैन है, सानोले रोपेको धेरै ठुलो भएको छ। यो चाहिँ कार्सुला जेट प्लान्ट, लकी प्लान्ट पनि भन्ने गर्दो रहेछ नेपालमा चाहिँ। मलाई चाहिँ खासै नाम थाहा थिएन पहिला। यस्तै गरेर अब मेरो चट्ट लाएर मेरो फुलहरू पोहोर म नेपाल जाँदाखेरि त्यस्तो राम्रो त सप्रेको थिएन। अब गर्मी पनि भएको थियो, जाडो के भएको थियो। यो चाहिँ मनी प्लान्ट है। अब यो मनी प्लान्ट राख्यो भने चाहिँ राम्रो हुन्छ, अक्सिजन दिन्छ, अक्सिजन O2 पाइन्छ भन्छ। त्यही भएर म रोपेको। अनि यो चाहिँ जेट प्लान्ट भन्छ होइन। यो चाहिँ लकी प्लान्ट अरे। यसो कता कता अब यसो आज चाहिँ काममा जानु छ, अलिक धेरै पैसा आउँछ है भनेर हेऱ्यो भने चाहिँ यो फुललाई म हेरेर जाने गर्छु के साथी हो। र अब धेरै त मलाई आउँदैन भन्न होइन, यो मेरो सुरु गर्दै गरेको हो, सुरुवाती भिडियो भनौँ न। र सबैलाई धेरै धेरै मिस यू। अनि तपाईँहरूको दिन आज शुभ रहोस्। जस्तो आज दिन यस्तो राम्रो, कति 2-4 दिन भयो पानी परेर पुरै जाडो, अहिले चाहिँ यस्तो राम्रो मौसम छ कि। अनि यहाँ चाहिँ प्लान्ट यति राम्रो छ। अनि यो प्लान्ट चाहिँ मैले परबाट चोरेर लिएको भनौँ है। अब भएकै कुरा गर्नुपर्छ होइन। बाटोमा टक्क एउटा सानो टुक्रा भाँचेर लिएको, पोहोर अहिले यत्रो भयो म नेपालबाट आइहेरिकन। बाई बाई, हजुरहरूको दिन शुभ रहोस्।